हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भ्लग। आई होप हजुर पनि सन्चै हुनुहुन्छ। म पनि यहाँ सन्चै छु। आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेपछि आज चाहिँ बर्खा लागेदेखि पहिलोचोटि हाम्रो गाउँमा चाहिँ वन खोलिरहेको थियो साथीहरु। त्यसैले हामी सबै मिलेर घाँस काट्न गयौँ साथीहरु। जान चाहिँ मम्मी र म मात्रै गएको थियौँ। अनि अगाडि चाहिँ आन्टीहरु हुनुहुन्थ्यो रहेछ गाउँकै र अनि साथीहरु हामी चाहिँ पिच रोडदेखि अलि माथि छ नि त वन। अनि त्यो वनमा गयौँ साथीहरु। म चाहिँ वनमा पनि पुगिसकेँ। हेर्नुस् हाम्रो वन चाहिँ यस्तो छ साथीहरु। अनि वनमा पुगिसकेपछि साथीहरु हामी चाहिँ हेर्दै बाटोहरु हेर्दै हिँडेका थियौँ कि घाँस काट्ने हो भनेर हिँडिरहेका थियौँ साथीहरु। अनि त्यसपछि मैले पनि जङ्गलहरु देखाएँ साथीहरु। यस्तो छ हाम्रो जङ्गल साथीहरु। अनि त्यसपछि त्यतिकैमा मम्मीले बाख्राको लागि भनेर घाँस काटिदिनु भयो साथीहरु। अनि मुठा पनि बान्नु भयो मम्मीले। मैले चाहिँ मुठा सारेँ साथीहरु। अनि त्यसपछि अर्को मुठा पनि रहेछ के साथीहरु बान्ने। अनि मैले चाहिँ मुठा बान्दिएँ साथीहरु। अनि मम्मी चाहिँ मुठा लगेर जानुभयो। अनि चाहिँ हामी साथीहरु बर्खा बेलामा पनि घाँस पनि नपाएर फेरि अर्को ठाउँमा गएर एक भारी घाँस ल्याएर साथीहरु। अनि त्यही ठुलमम्मी पनि घाँस काट्न लाग्नु भएको रहेछ। अनि एक भारी घाँस ल्यायौँ। अनि अघि राखेको ठाउँमा त्यो घाँस राख्यौँ साथीहरु। अनि मम्मीले चाहिँ भारी पार्नु भयो साथीहरु। अनि हेर्नु साथीहरु मान्छेको मन के साथीहरु, घाँस नपाएपछि पहिलोचोटि वन खुलेको यति लोभी हुन्छ नि साथीहरु। त्यस्तै हामीलाई भएको थियो कि आज घाँस जति भारी घाँस काटे पनि पुग्दैन क्या भारी भन्ने भएको थियो साथीहरु। अनि साथीहरु हामी चाहिँ घाँस बोकेर आयौँ साथीहरु। अनि यो चाहिँ हाम्रो घर जाने रोड साथीहरु। रोडमा आइसकेँ म चाहिँ। अनि हेर्नुस् घर पनि आएँ साथीहरु। अनि म फाइनली गाइज आजलाई यति नै।